आज हो शिवरात्रि और घर सफाई गर्ने मेरो काम। अब म जाँदैछु नुहाउन, रेडी हुन, नुहाएर मन्दिर जानको लागि म तयार हुँदैछु है। मन्दिर जान लागि मेरो किचन थोड़ी सी गन्दा है। म आए नुहाएर अब म जान लाग्छु मन्दिरको लागि रेडी हुँदैछु। अब दुध रेडी गरेर मन्दिरको लागि जाँदैछु। बाबुलाई लिएर टक्क लाएर बाहिर जाँदैछु। यतैमा मम्मी पनि आए। अब हामी जाँदैछौँ मन्दिर जान लाग्छौँ। भुवन, म, सानो बाबु। ल हामी पुग्यौं मन्दिर। मन्दिरमा भिड धेरै छ। चप्पल उतारेर टक्क लाएर हामी भित्र जाँदैछौँ दर्शन गर्नका लागि। माथा साथा टेकेर टक्क अब भित्र हामी पुग्दैछौँ। आजको मेरो शिवरात्रिको पूजा। हामी जाँदैछौँ भित्र। पूजा पनि भयो, अगरबत्ती नि बालियो। टक्क लाएर आजको पूजा पनि सम्पन्न भयो र हामी घरको लागि फर्किँदैछौँ। जाँदैछौँ घर। अब हामी बाहिर आएर लगाउँछौँ आफ्नो चप्पल। त्यतिमा मिली एउटा आन्टी भाइले हाल्दै पैसा अनि हामी आउँदैछौँ घर। गल्लीमा पुग्यौँ हामीले आफ्नो घर। रुमभित्र आउँदैछु ल। मेरो मम्मीले के गर्दैछन्? मम्मीले कपाल कोर्दैछन्। अनि आज मेरो काम हो रुम सफाई गर्ने। सफाई गर्दैछु मैले। पहिला त मैले मन्दिरको सफाई गरे। त्यसपछि भाइला बॉडी बिल्डर भाइला बोलाए बेड हटाउनलाई। अनि देखो देखो नंगा बुंगा मेरो मम्मीले नि हेरिरहेछन् मलाई उता। सफाई हुँदैछ आज एकदम सरसफाई हो गया। मेरा रूम क्लीन भइसक्यो। नक्कलीले दाँत देखाई। अब हामी जाँदैछौँ थोड़ा सा किचन देखाएर टक्क हामी जाँदैछौँ अर्को ठाउँ घुम्नको लागि। गाइस हामी पुग्यौँ। मन्दिरभित्र जान दिएन हामीलाई। अरू बच्चासित गएको। बच्चाले गरे फुल मस्ती। यो मेरो पुन्टी चरा बाबु भन्दा नि मान्दैनन्। एकदम मस्ती गरिरहेछन्। यतिमा हामी थाकेर आनन्दले बस्ने भनेर गएको। ल बस्दैछौँ है हामी सबै। सबैको दाँत देखिरहेछ। फुल इन्जोय गर्छ। ल गाइसहरू एकदम इन्जोय। यो हो हामी गएको भ्यूज। कति राम्रो कति सुन्दर भ्यूज छ के गाइस। राम्रोसँग हेर्नु।